केही कारणवश पुरुष र महिलाको विवाह दर्ता गर्न मिलेन। अब यस्तो अवस्थामा उनीहरूको बालबच्चा रहेको छ भने विवाह दर्ता बिना नै, विवाह दर्ता नगरिकनै बालबच्चाको जन्म दर्ता बन्छ कि बन्दैन? अब कुरा गरौँ यस्तो समस्या चाहिँ कतिखेर आउन सक्छ त? फर इक्जाम्पल पुरुष र महिलाको उमेर 20 वर्ष पुरा भएको छैन। अब यस्तो अवस्थामा उनीहरू सँगै बसेर उनीहरूको शारीरिक सम्पर्कबाट बालबच्चाको जायजन्म भएको हुन सक्छ। अब पुरुष र महिलाको उमेर नपुगेको कारणले गर्दा 20 वर्ष पुरा नभएको कारणले गर्दा विवाह दर्ता गर्न मिलेन। तसर्थ अब बालबच्चाको जन्म दर्ता चाहिँ के हुन्छ त? अब यसै गरी अर्को कस्तो उदाहरण हुनसक्छ भने कहिलेकाहीँ पुरुषले महिलालाई झुक्याइ विवाह गरेको हुनसक्छ। फर इक्जाम्पल पुरुषको घरमा अगाडि नै जेठी पत्नी रहेको हुनसक्छ। यस्तो अवस्थामा पुरुषले झुक्क्याएर अर्को महिलासँग विवाह गरेर बच्चाको जायजन्म भएको हुनसक्छ। अब यो अवस्था भनेको बहुविवाह भयो। अब यस्तो अवस्थामा जेठी पत्नीसँग सम्बन्ध विच्छेद नहुँदै दोस्रो कान्छीको विवाह दर्ता गर्न मिल्दैन। अब विवाह दर्ता गर्न नमिलेपछि त्यस्तो सन्तानको, त्यस्तो बालबच्चाको जन्म दर्ता हुन्छ कि हुँदैन? यदि तपाईँको अवस्था यस्तो छ भने पक्कै पनि तपाईँको विवाह दर्ता नभए तापनि बालबच्चाको जन्म दर्ता भने हुन्छ। बच्चाको जन्म दर्ता बनाउनको लागि कानुनले रोकेको छैन। बच्चाले आफ्नो अधिकार पाउँछ, बच्चाको जन्म दर्ता बन्छ। यसको लागि तपाईँले सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्नुपर्ने हुन्छ। र यदि सम्बन्धित वडा कार्यालयबाट पनि तपाईँको यो समस्याको हल भएन भने तपाईँले एउटा आफ्नो नजिकैको कानुन व्यवसायीसँग सल्लाह लिनुपर्ने हुन्छ।